अब हामी यहाँ चुम जस्तै यसको नेपालीमा अर्थ लगभग अथवा जति चुमको बारेमा हामी बुझ्ने छौं। वाक्यमा समय, परिमाण, खुद्रा आदि एकाइको औसत गणनालाई दर्शाउन गणना नामपदको पछाडि जोडिएर जस्तै लगभग जति भन्ने अर्थ जनाउँछ चुमले। जस्तै हामी यहाँ उदाहरणमा हेर्न सक्छौं, उरिनेल मेसी चुम मान्नल कायो, हामी भोलि लगभग कति बजे भेटौं। त्यस्तै गरेर यहाँ पनि हाक्यो एस छिप्खाजी बसुरो साम्सिपुन चुम खल्यायो, स्कुलबाट घरसम्म बसद्वारा 30 मिनेट जति लाग्छ। त्यस्तै यहाँ पनि यो जुम खेरानी अल्मावन चुम हेयो, त्यस्तै आजकाल अन्डा कति वन जति पर्छ। यो जुम खेरानी अल्मावन चुम हेयो, आजकाल अन्डा कति वन जति पर्छ। यसरी हामी चुमको प्रयोग गरेर बुझ्ने छौं।